सर यो एफआरपी डोरको बारेमा मलाई थोरै भनिदिनु न। एफआरपी चाहिँ हाम्रो नर्मल भाषामा फाइबर रिइन्फोर्समेन्ट पोलिमर भनेर भन्छौँ। नर्मल्ली ग्लास फाइबर भनेर चिनिन्छ यसलाई। यसमा चाहिँ 25 इयर्सको रिप्लेसमेन्ट ग्यारेन्टी भनेको 10 इयर्सको ग्यारेन्टी भयो, रिप्लेसमेन्ट ग्यारेन्टी भयो, 15 इयर्सको एक्सटेन्डेड वारेन्टी भयो। अब यो प्रोडक्ट बनाउने कसरी भन्दाखेरि तपाईँको भित्रको वुड 26 mm चाहिँ वुड नै हुन्छ, बाहिरको 3 mm को लेयर चाहिँ हाम्रो ग्लास फाइबरको कोटिङ हुन्छ। यसमा चाहिँ 25 इयर्सको घाम र पानीको ग्यारेन्टी सहित आयो। हस्, धन्यवाद सर। यहाँनिर एउटा नयाँ डोर आएको छ, यसको बारेमा थोरै भनिदिनुहोस् न सर। यो चाहिँ हाम्रो मेलामाइन स्किन डोर विथ मेलामाइन कोटिङ भनेर भन्छौँ। यसको नामाकरण त्यसरी दिएको छौँ हामीले। यसमा र हाम्रो अर्को जुन स्किन डोर विथ प्राइमरमा त्यति फरक छैन। ग्यारेन्टी एउटै हो, तपाईँको भित्रको मेटेरियल एउटै हो, काठ एउटै हो, ट्रिटमेन्ट एउटै हो, क्वालिटी एउटै हो। खालि यसमा फरक भनेको हाम्रो जुन कस्टमरहरूलाई चाहिँ हामीले प्रोभाइड गर्दाखेरि विथ कलरको अप्सन एउटा नयाँ एड गरिदिउँ भनेर। यो धेरै पनि भएको छैन, हाम्रो प्रोडक्सन सुरु भएको 10 अगाडि हो यसको। यसमा चाहिँ यो स्किनकै माथि जुन हाई डेन्सिटी फाइबर बोर्ड, वुडन फाइबर बोर्ड छ त्यसैको माथि हामीले फ्याक्ट्रीमै यो मेलामाइन कोटिङ गरिदिएर ल्याएको प्रोडक्ट भयो। यसमा चाहिँ एउटा फिनिसिङ राम्रो आयो हैन। स्किन डोरमा चाहिँ तपाईँहरूले आफै कलर गर्ने अप्सन आयो, यसमा चाहिँ त्यो आएन। तर यो चाहिँ एउटा लुक्सको हिसाबमा चाहिँ झट्ट देख्दाखेरि राम्रो देखिने प्रोडक्ट भयो। क्वालिटी एउटै हो, ग्यारेन्टी 10 इयर्सको रिप्लेसमेन्ट ग्यारेन्टी नै हो यसमा पनि। हस्, हजुर दाइ नमस्कार। नमस्ते। आज छौँ हामी नेपाल डोरमा। यो दाइ धेरै मानिसलाई चाहिँ यो स्किन डोरको बारेमा चाहिँ एकदमै कन्फ्युजन छ। यो स्किन डोर भनेको चाहिँ के हो खास गरी? यस्तो छ, अब तपाईँको हामीले प्रोडक्सन गर्दाखेरि यो जस्तै यो यसैलाई हामीले स्किन डोर भन्छौँ हैन। हजुर। यो स्किन डोर भने चाहिँ कस्तो भने यसलाई कसरी प्रोडक्सन गरिन्छ भन्दाखेरि जस्तै यसको थिकनेस हाम्रो 32 mm को हुन्छ मोटाइ। हजुर। यसको 32 mm को थिकनेसमा हाम्रो 26 mm चाहिँ हामीले सोलिड नेचुरल काठै राखेको हुन्छ। त्यो काठ भनेको हाम्रो सल्लो र आँपको काठ भयो। त्यसलाई हामीले ट्रिटमेन्ट गरेर सिजनिङ गरेर अनि वाटरप्रुफिङ बनाएर अनि यसमा युज गर्छौँ। त्यसको माथिबाट यो 26 mm को अझै माथिबाट चाहिँ 3 mm को हामीले हाई डेन्सिटी वुडन फाइबर बोर्डको एउटा लेयर चाहिँ पेस्टिङ गरे हुन्छ। त्यो पेस्टिङ गरेको त्यो लेयरलाई नै हामीले खासमा सिम्पल भाषामा स्किन भनिन्छ। हाम्रो यो हातको छाला जस्तै, मान्छेकै छाला जस्तै स्किन भनिन्छ। त्यसैले यसलाई स्किन डोर भन्ने हो। यो ढोका तपाईँको हामीले उत्पादन सुरु गरे 22 वर्ष भयो। हजुर। 10 इयर्सको रिप्लेसमेन्ट ग्यारेन्टी सहित आउँछ। फुल्ली वाटरप्रुफ ढोका हो। बाथरुममा, बरन्डाहरूमा जहाँ युज गर्दा पनि भयो। हुन्छ दाइ, धेरै धेरै धन्यवाद। सुकै क्वेसन हाल्न मलाई हालौँ न। आज छौँ हामी नेपाल डोर्समा, जुन चाहिँ बालाजु चोकैमा रहेको छ। लोकेसन एकदम इजी छ यहाँहरूलाई। यहाँ हजुरले देख्न सक्नुहुन्छ होइन, यति भेराइटी अफ डोर्सहरू छ यहाँनिर। अनि मार्केटिङको लागि त्यस्तै राम्रो, वुडहरू त्यत्तिकै राम्रो। सो यहाँहरूले एकदम सजिलै नै भिजिट गर्न सक्नुहुनेछ नेपाल डोर्सलाई। यहाँ हजुरले देख्न सक्नुहुन्छ यो नेपाल डोर्समा रहेको एसपिसी फ्लोरिङको लागि युज हुने मटेरियल। एसपिसी भन्नाले चाहिँ स्टोन पोलिमर कम्पोजिटबाट बनिएको। यो हजुरलाई आफ्नो घरलाई अझै पनि आकर्षक फ्लोरिङ बनाउन मन छ, एकदम राम्रो अट्र्याक्टिभ लुक दिन मन छ भने चाहिँ यहाँहरूले युज गर्न सक्नुहुन्छ। जसमा चाहिँ हजुरहरूलाई नेपाल डोर्सले 25 इयर्स अफ रिप्लेसमेन्ट ग्यारेन्टी दिँदै हुनुहुन्छ। यो अवसर मिस चाहिँ नगर्नु होला। सँगसँगै यहाँ रहेको छ हामीसँग यो ल्यामिनेटेड फ्लोरिङको लागि HDF हाई डेन्सिटी फाइबरबाट बनेको यो मेटेरियल। नेपाली भाषामा सिम्पलमा भन्दाखेरि चाहिँ पार्केटिङको लागि युज हुने हो। सो यहाँहरूले नेपाल डोर्सलाई सम्पर्क गर्न सक्नुहुन्छ।
आज छौँ हामी नेपाल डोर्समा, जहाँ हजुरले देख्न सक्नुहुन्छ यो डोर मेरो पछाडि देखिरहेको डोर चाहिँ यो एफआरपी हो, यानि कि फाइबर रेन्फोर्समेन्ट पोलिमर। सिम्पल ल्याङ्ग्वेजमा यसलाई भन्दाखेरि चाहिँ हामीले फाइबर ग्लास डोर भन्छौँ, जहाँनिर यो फ्रन्ट स्पेसमा यहाँहरूले देख्न सक्नुहुन्छ यो 3 mm को फाइबर कोटिङ गरिएको छ र सिमिलरली यसको ब्याक साइडमा पनि हजुरले 3 mm को फाइबर कोटिङ पाउनुहुनेछ। यो डोर्स भनेको चाहिँ एकदम वेदर प्रुफ डोर हो, यानि कि हजुरलाई घामले र पानीले कुनै पनि असर गर्दैन र यहाँहरूले आफ्नो बाइक स्कुटर सवारी साधनहरू धोए जस्तो यो ढोकालाई मजाले पाइप लगाएर धुन सक्नुहुन्छ र धुँदाखेरि कुनै पनि प्रब्लम यहाँहरूलाई 25 वर्षमा आएसम्म यहाँहरूले सम्झिन सक्नुहुन्छ नेपाल डोर्सलाई, जसले हजुरहरूलाई 10 years अफ रिप्लेसमेन्ट ग्यारेन्टी र 15 years अफ एक्सटेन्डेड वारेन्टी दिँदै हुनुहुन्छ। दसैँ अगाडि मात्रै लन्च भएको यो स्किन डोर विथ मेलामाइन कोटिङको डोर चाहिँ हाम्रो नेपाल डोर्समा आइसकेको छ। यहाँ हजुरले देख्न सक्नुहुन्छ यो स्किन डोर विथ मेलामाइन कोटिङ हो, जुनमा चाहिँ एकदम राम्रो वुड, त्यो पनि ट्रिटमेन्ट गरेको, कि त सल्लोको काठ कि त आँपको काठ मात्रै युज भएर बनेको डोर्सहरू हो यो सबै। यसमा चाहिँ यो डोर्सहरू चाहिँ सबै वाटरप्रुफ रहेको छ, यो पसाङ्गिँदैन पनि, यसमा किरा पनि लाग्दैन, यो उक्किने फुल्ने जस्ता केही प्रब्लमहरू पनि यसमा आउँदैन र आएको खण्डमा यहाँहरूले 10 years अफ रिप्लेसमेन्ट वारेन्टी पाउन सक्नुहुनेछ, वान एन्ड ओन्ली स्किन डोर विथ मेलामाइन कोटिङमा। आज चाहिँ हामी छौँ नेपाल डोर्समा, जहाँ यहाँहरूले एकदम भेराइटी अफ डोर्सहरू देख्न सक्नुहुन्छ। त्यसमध्ये यो छ हामीसँग स्किन डोर विथ प्राइमर, यहाँले देख्न सक्नुहुन्छ र यहाँहरूको डिमान्ड अनुसार यहाँहरूको चोइस अनुसार चाहिँ हामीले यो स्किन डोरमा कलर पनि गर्ने गर्छौँ। यो डोर्सहरू चाहिँ मेनली सल्लोको वुडबाट र आँपको काठहरूबाट बनेको डोर्स हो, जहाँनिर यहाँहरूले 10 years अफ रिप्लेसमेन्ट वारेन्टी पाउन सक्नुहुन्छ। यो ढोका चाहिँ वाटरप्रुफ हो, यसमा चाहिँ पानी लागेर केही पनि हुँदैन। यो ढोका भनेको एउटा त टर्माइट प्रुफ, यानि कि कुनै पनि किराले यो ढोकालाई खाँदैन, यो बेन्ड पनि हुँदैन। लाइक धेरै जस्तो केसमा त ढोकाहरू बेन्ड भइरहेको हुन्छ, यो उक्किँदैन पनि, यो पस्रिँदैन पनि। सो यो सबै कुराबाट प्रुफ छ। यो चाहिँ यहाँहरूले रिप्लेसमेन्टको लागि चाहिँ केही बिग्रेको खण्डमा चाहिँ नेपाल डोरलाई फेरि पनि सम्झेर आफ्नो पेपर लिएर आएर रिप्लेसमेन्ट माग्न सक्नुहुन्छ। नेसनल घर निर्माण फेस्ट 2082 मा यहाँहरूले पनि भाग लिँदै हुनुहुन्छ, यहाँहरूलाई चाहिँ कस्तो महसुस भइरहेको छ त? सर्वप्रथम त नमस्कार, म नेपाल डोरबाट। यो हाम्रो लागि पनि एउटा नौलो अनुभव हुन्छ। हामीले विगतमा एक्सपोहरूमा पार्टिसिपेट त गर्दै आएको हो। मलाई लाग्छ यो घर निर्माण भन्ने बित्तिकै हाम्रै कन्स्ट्रक्सनसँग सम्बन्धित मान्छेहरूको भेटघाट भनौँ यसलाई एउटा राम्रै हुन्छ जस्तो लाग्छ। पोजिटिभ रेस्पोन्स नै आउँछ। अहिलेसम्म हामीले मार्केटबाट फिडब्याक लिँदाखेरि धेरै राम्रो छ यसको। भिजिटर्सहरू नेपाल डोर भिजिट गर्दाखेरि जुन नेसनल घर निर्माण फेस्टमा त आउनुहुनेछ सबैजना र अफर पनि खोज्नुहुनेछ उहाँहरूले, सो त्यसको लागि चाहिँ हजुरहरूले कस्तो कस्तो खालको अफर राखिदिनु भएको छ त? यसमा हामीसँग जस्तै काठमाडौँ भ्यालीको लागि 3वटा ठाउँमा हाम्रो सोरुमको लोकेसन छ, फ्याक्ट्रीकै लोकेसन, फ्याक्ट्री सोरुमकै लोकेसन छ। एउटा बालाजुमा छ, एउटा सातो बाटोमा छ, एउटा चाबेलमा छ र एउटा हाम्रो फेस्टमा भयो, यो एक्सपोमा भयो होइन। उहाँहरूले यो सर्ट पिरियड छ, 4 दिनको सर्ट पिरियड छ। यो सर्ट पिरियडभरिमा आएर लिस्टिङ गर्नुभयो, आफ्नो नाम लिस्ट गर्नुभयो भने उहाँहरूलाई हामीले पर पिस, जस्तै हामीले त्यो बेला फ्याक्ट्री रेट भन्छौँ, फ्याक्ट्री रेटमा पर पिस 1000 रुपिस छुट हामीले प्रोभाइड गर्छौँ। यो घर निर्माणको फेस्टको लागि स्पेसल अफर भयो। यो चाहिँ तपाईँहरूले हाम्रो ग्राहकहरूले चाहिँ हाम्रो भ्यालीभित्रको 3टा सोरुम, फ्याक्ट्रीकै सोरुम र घर निर्माणको हाम्रो फेस्टमा र भ्याली बाहिर पोखरा, चितवन र बुटवल, यो 3टा ठाउँमा पनि अझै हाम्रो फ्याक्ट्रीको सोरुम छ। नेपालभरि जहाँबाट भने त्यहाँ गएर नाम टिपाउनु भयो भने यो 4 दिनभित्रमा हजुरहरूले पर पिस 1000 रुपिस छुट पाउनुहुन्छ। थ्याङ्क यू सर। आशा छ हामी अब यही आउँदो पुसको 12 देखि 15 सम्म भिडियो मण्डलमा भेट्छौँ। थ्याङ्क यू।